ल साथीहरू, बिहानको समयमा चाहिँ हाम्रो सल्यान जिल्लाको प्रसिद्ध धार्मिक स्थल कुमाक, माथि कुमाक लेक छ, त्यहाँनिर देखिन्छ। यस्तो अहिले खासै राम्रो चाहिँ देखिएन, अलिकति त्यो लागिरहेछ। तपाईँले हेर्नु होला, यो चाहिँ हाम्रो घरबाट देखिने कुमाक लेक हो। त्यसपछि म तपाईँलाई यतापट्टि अब सिस्ने हिमाल देखाउँछु। देखिन्छ देखिँदैन है सिस्ने हिमाल। ल सिस्ने हिमाल चाहिँ त्यही हो, हाम्रो घरबाट देखिने, खासै देखिएन। त्यहाँ पारी छ, हेर्नु होला। ल मैले जुम गरेर देखाउँछु है त। यही नै हो, छ नि अलि पारीको मधुरो डाँडा, त्यही नै हो सिस्ने हिमाल। ल साथीहरू, हामी चाहिँ पानी ल्याउन जाँदैछौँ मूलमा। हाम्रो पर छ मूल, पुन्यारा भन्छौँ, रोट्या पानी भन्छन् कसैले। त्यहाँ जाँदैछौँ पानी ल्याउन, 2टा जर्किनमा कुशलरमा जाँदैछौँ। र हामी चाहिँ यता मूलको पानी खान्छौँ क्या। यो खोलाको पानी, जम्मा गरेको पानी चाहिँ खान्नौँ। मूलको छ, नजिकै छ, त्यहाँको चाहिँ खाइन्छ। त्यही हो साथीहरू, अलि पर वनतिर छ, वनतिर पनि देखाउँछु। त्यहाँ बाँदरहरू पनि हुन्छ नजिक। हाम्रो घर चाहिँ यस्तो ठाउँमा चाहिँ यता विद्यालय छ। यता हेर्नु, यो चाहिँ विद्यालय हो हाम्रो स्कुलको, मैले पढेको सानोमा। त्यसपछि पारीतिर जाने जङ्गलहरू छ, कहिले बाटोमा ढुङ्गा राख्या हो। ल हामी चाहिँ यहाँ तल आइसक्यौँ, धेरै तल। हाम्रो चाहिँ 5 मिनट जति लाग्छ घरबाट त्यो पानी लग्न आउनलाई। को चाहिँ बिहानै नुहाउन आइसकेछन्, देखाउँछु है म को आएछ बिहानै नुहाउन। हेरौँ, आज चाहिँ माघे सङ्क्रान्ति, त्यही भएर बिहानै नुहाइधुवाइको लागि चिसोमा। यो पानी चाहिँ यहाँनिर छ, हाम्रो मूलको पानी हो। त्यो जुम्मा भएको पानी होइन जतिखेर पनि। मेरो पछाडि हेर्नु के चल्छ। यो पहिला स्वास्थ्य चौकी थियो, आजभोलि चाहिँ उता हाम्रो घरतिर छ, त्यो चाहिँ स्वास्थ्य चौकी, पुरानो स्वास्थ्य चौकी। त्यसपछि धारा हेर्ने हो भने यहाँनिर छ धारा हाम्रो। ल यो नै हो धारा, धारा देखाएको छ धारा। धारा यो हो, धारा चाहिँ यो हो। त्यसपछि यता जङ्गल छ, कालिज पाइन्छ यतातिर, कालिज पाइने ठाउँ हो। यतातिर पुरै लास्ट चाहिँ जङ्गल छ। अब चाहिँ हामी पानी गर्छौँ है भनेकै। धारा चाहिँ यही हो। कत्रो आवाज निकालेको छ, आवाज। बस पानी तातो छ एकदम, उमाल्या जस्तो छैन, मन तातो छ, पुरै नुहाउने जस्तो गजबको पानी। ल यो भरिन्छ, त्यसपछि अर्को भर्छौँ। अङ्कल कहिले आउनुभयो विदेशबाट? यतै हुने रहेछ, म त थाहै पाएको थिइनँ। ल साथीहरू हेर्नुहोस्, बिहानै हाम्रो दाई उहाँ उतापट्टि दाई हुनुहुन्छ, बिहानै आएर नुहाउनु भयो यहाँ जाडोमा। 7:30 बजे छ। हाम्रो अङ्कल पनि आउनुभयो नुहाउन। लोट्ला चाहिँ त्यस्तो नै अलि तलै। गाइस हेर्नुहोस्, आज त्यस्तो कुरा गर्ने आइयो माथि। कुशलता पानी ल्याए जस्तो भएको त्यसोमा आएर